ओके तूने चाप नहीं पूछा भर्खर भगेर आएर बनाउँदैछ के भन्छ कस्तो गर्मी हो के आइ गर्मी लु लु आइ गर्मी आइ गर्मी ये मेरो मोबाइल के हो यस्तो मेरो मोबाइल क्या कर दिया गिरा दिया तुमने मेरो मोबाइल गिरा दिया यो डाङको गर्मीले मार्न आँट्छ मलाई आइ गर्मी बाहेक अरू केही छैन उपाय डाङको गर्मीले भन्छ यहाँ पूर्वको गर्मीले अनेक गरिसक्यो यहाँ हेर्दा केटा केरा हेर्ने हो केरा ल फाइन साच्ची भनेको साच्ची के भन्छ हाम्रो गाउँको केरा काठमाडौँको जस्तो हैन हाम्रो गाउँमा पाउने अर्गानिक केरा हेर्ने हो गाइजहरु ओ अर्गानिक तर केरा छैन जस्तो छ छैन जस्तो छ छन चाहिँ बोट मात्र छ गाइजहरु केरा हेर्नु केरा ए तेरो अर्गानिक केराको हेर्ने है कमेन्ट हानौँ ल कसरी हुनु त भन्नु त खुलाइदिनु त आज केटा हो कि केटी अरे यसरी नि भयो अलि राम्रोसँग भन्नु त तपाईँ जस्तै केटीबाट केटा कसरी हुनुभयो दर्शकले प्रश्न पादिनु त कसरी तपाईँलाई मैले के खोलेर देखाउनु होइन नखोल्ने के हो मलाई मिल्छ भने त दिइहाल्छु है होइन के हो यार यस्तो ए तरी आजदेखि मलाई हजुर दिदी के अरे आइसकेको भने मेरो साथीहरू आउँदैछ त्यहाँ फेरि बेजत हुन्छ नि मेरो अगाडि दिदी बहिनीको यहाँ पर्न आँट्यो जस्तो चाहिँ तिमीसँग चाहिँ भन्दिम ल ल गाह्रो छ गाह्रो छ हजुर बस्दै गर्छु नि त हजुरले खुट्टा पनि देखिसक्यो साथीको अगाडि मेरो बेजत नगरी गाह्रो छ आफूभन्दा सानोलाई गाह्रो छ केटा के सब्जी पकायो छिमेकीले अलिकति खाऊ न ओ छिमेकी कटेर बोकेर ल सब्जी त अब यो त कसरी सेयर गर्ने सेयरी त तेरी कडा दियो त यार तेरी इनबक्समा सेयर गर्ने खालको रहेछ सब्जी त ए छोटिया ए नेपाली ए चाउचाउ ए मोमोस ए नेपाली मोमोस माछी कि नहीं के हो केही बुझेन की माछी खनी है क्या तेरी कडा दियो त यार गर्लफ्रेन्ड पछाडि बोयफ्रेन्ड फेरि बोयफ्रेन्डको पेन्सन झरिसक्यो त अनेक चटक गर्छन् यार साथीहरू होइन रुममा धेरै साथीहरू भएपछि अलि मिठो पकाएर खाना पनि नपाउने के लुकेर खाना लाग्छु लुकेर बुङ्गुरको मासुसँग है बुङ्गुरको मासु साथ गाह्रो छ यस्तै हुन्छ होस्टेलमा हजुर ए म यहाँ फिल्म हेर्न लाग्यो क्या ए तपाईँले हेर्ने खालको फिल्म होइन हौ दिदी हेत तेरिका तपाईँ सोझो मान्छेले हेर्ने फिल्म होइन क्या होइन हौ त्यस्तो होइन के हो लुकी लुकी पुरा खाँदैछ त खोइ हामी पनि खाउँ न के रहेछ आमा गाह्रो बनायो त ए भाडै त नलिएर जानु न हौ होइन हामी पनि अलिकति चाखौँ न हो के गर्नु साथीहरू कस्तो मिठो मिठो यस्तो छ साथीहरू हँसा यार मेरो बहिनी भित्र लुकेर खान्छ यस्तो मिठो मिठो खाँदो रहेछ र लुकेर खाँदो रहेछ यस्तो साथीहरू हेर्नु है अब यस्तो मिठो खाने वातावरणै छैन अब हो गाह्रो छ हौ, मलाई गाह्रो छ गाह्रो छ भाडै उचाले लिएर गयो हेर्नु त मिठो खाने वातावरण छैन लुकेर ल के हो यस्तो तपेन्द्र कान्छा घर जाने बाटो कता हो बस्यो भन्दैमा आफ्नो बुढीलाई पनि चिन्न छोड्यो ल आफ्नो घर पनि देख्न छोड्यो हो त नचाहिँदो कुरो मेरो पछि पछि आऊ
मायाले संसार थाम्दैन आफ्नै नामको जग्गा पो रहेछ त ल हिँड जिस्केको हौ रेला गरेको नसोच न ल गाह्रो छ मलाई स्यालै डुबायो केटाहरूलाई अति एक्टिङ चाहिँ ए रोशना यता हेर जाने यता आउन भने के हो यस्तो के भन त बिचक पार कि कहाँ लिएर आउँछ भने लिएर आउनु पहिला कहाँ भनेर टोपी के लाउने त्यो जाब छ बेजो चाहिँ हेर नि कस्तो मजाले हिउँ परिरहेको छ हिउँ खेल्ने भने तिमी यही होला हेर स्नोफल भनेर यस्तो हुसु फलमा लिएर आउने हो मलाई अब यस्तो गर्मीको बेला कहाँबाट चाहिँ हिउँ पर्ने भने कि तिमी अलिकति कमन सेन्स लाउनु सक्दैन कमन सेन्सलाई तपाईँले आफैले मलाई के भने ल बुढी कस्तो हिउँ परेर हात उडाएर नजाउँ रेनकोट सेनकोट यस्तो यो चिसो लाग्छ भनेर यो प्लास्टिकको यो उडाएर अति गरेछ त रेनकोट उडाइदिएँ नि मैले बेजाति तपाईँ जस्तो मान्छे मलाई कहिले तपाईँ कुरा पत्ता आउनु यस्तो हुसु भएको ठाउँमा लिएर आयो है मलाई अब अनि बाटै यही छ त नि यो जाऊ राम्रो छैन भने के मन परेन तिमीलाई त्यही हो स्नोफल अब यहाँ टक्क फोटो खिच्ने बस्ने बस म फोटो खिच्नु राम्रो छ गर्लफ्रेन्डलाई घुमाउन लिएर आउनु डाँडो रहेछ यो अनि मलाई यो ल। ठाउँमा लिएर आउनु अब गर्लफ्रेन्ड गाह्रो गर्लफ्रेन्ड भयो। लाग्छ त डाँडोमा भने के के? लिएर तपाईँले मलाई कम्ती पार्क सार्क लग्यो भने हुन्थ्यो भाइ गर्लफ्रेन्ड त्यो त यहाँ गर्लफ्रेन्ड तलतिर को ठाउँ पार्क हो छ त यहाँ तलतिर घुम्नु पार्क छ के यहाँ तलतिर त्यो देखाउने कुरै भएन त्यो त अब गर्लफ्रेन्डलाई पो लिएर लाग्छ यो रोडै रोड छ बुढो एउटा के होइन यस्तो यो यस्तो राम्रो रोड छ टक्क यहाँ बसेर ढाटेर ल्याएछ केटोले फोटो खिचिदिन्छु कि मोबाइल यस्तो त्यसो बनाएर थुक्क जिन्दगी त्यो स्नोफल रे कस्तो तपाईँ रेनकोट लगाएर ल्याएछ नि त ल त्यो अर्कै ठाउँमा लान्छु ल अर्को स्नोफल हुने ठाउँमा लान्छु स्नोफल हिँड्नु छिटो अब यहाँ रेनफल भएको छ अनि त्यसपछि अब यो हुसु लागेको छ कसम स्नोफल हुँदैन अब पग्ले हो कि रोशना पक्ले सबै पग्लेर पानी भएको होला हेर गफ चाहिँ केटोको लाटी बनायो रहेछ यो हिउँ पर्यो पग्लेर पानी भएको कि रोशना अनपढै जस्तो गर्छ नि यार गर्नु ल बसेर बिचरालाई। ठाउँमा हेर्छु। म जान्नै मलाई घर लैजानु बरु अति भइसक्यो बुढी कहाँ लु कान्छी त बिचकिसकिन् त नि कहिले आउँछ हिँड्नु भयो हिँड्नु फल्यो हुँदैन हुसी पनि हराउनु लाग्छ हुसी पनि खेल ठाउँमा लिएर ल हिँड नि तिमीलाई एउटा राम्रो ठाउँमा तपाईँ यहाँ गर्लफ्रेन्ड सिताउनु गरेको थियो यस्तो कुरामा डाँडा डाँडा को आउँछ बुढो बुढीलाई घुमाउनलाई ल गर्लफ्रेन्डलाई चाहिँ कहाँ यस्तो ठाउँमा लिएर जान्छ त नि होइन मान्छेले नि के भन्ला अति लिएर आएर भाइ ल्याउन नि कहाँ स्नोफल हुन्छ भनेर यस्तो टोपी लाएर कस्तो राम्रो देखाएको छ झन् कस्तो के लाएर लिएर आयो यो चाहिँ बुट पनि ला भन्दै थियो आज मैले मोडाले लाउने ओके साथीहरू कस्तो लाग्यो त तपाईँलाई कमेडी कलेक्सन पक्कै पनि भिडियो हेरेर रमाइलो भयो होला भन्ने आशा छ साथीहरू भिडियो मन पर्यो भने लाइक गर्नु होला सल्लाह सुझाव केही छन् भने कमेन्टमा लेख्नु होला र आफ्नो साथीभाइहरूसँग सेयर गर्नु होला भन्दै यो भिडियोबाट म बिदा लिन्छु हस्त नमस्ते गुड बाई